साथीहरू, यहाँहरू सबैलाई मेरो हार्दिक अभिवादन छ। जय नेपालको न्यानो अभिवादन छ। आज नेपाली कांग्रेसले नवीन परिस्थिति, नवीन संकल्प र नवीन अभियान को नारा लिएर आफूलाई अगाडि प्रस्तुत गराएको छ। यो विचारमा हामीहरूले धेरै कुराहरूलाई सोचेर अगाडि बढ्ने जमर्को पनि गरिरहेका छौँ। हामीहरूले बार बार देखेको कुरा के हो भन्दाखेरि बीपीको तस्बिरलाई सदैव हामीले भित्तामा झुन्ड्याएर हेरेको हिजोको राजनीति, त्यो बीपीलाई भित्तामा झुन्ड्याएर देख्दै आइराखेको त्यो राजनीतिलाई चिन्तनमा व्यवहारमा रूपान्तरित गर्ने कहिले यो प्रश्न निरन्तर उठेको पनि हो। त्यसकारण यो नवीन परिस्थिति, संकल्प र अभियानमा हामीहरूले बीपीलाई भित्तामा राखेर होइन, नवीन चिन्तनलाई व्यवहारमा उतारेर आफूलाई सार्वजनिक गर्नु छ, प्रस्तुत गर्नु छ, बाटो तय गरेर अगाडि बढ्नु। म त्यो निवेदन गर्न चाहन्छु। आज 44औं बीपी स्मृति दिवसको एक दिन पछाडि हामीहरू कार्यक्रम गरिरहेका छौँ। बीपीको 44औं स्मृति दिवसको हामीहरूले कामना गर्दै गर्दाखेरि यो दिवसमा हामीहरू प्रस्तुत हुँदै गर्दाखेरि योभन्दा अगाडिको विगत हामीले बिर्सिएर आजलाई मात्रै सम्झेर व्याख्या गर्यौं, आजको विश्लेषण गर्यौं भने त्यो पनि यथार्थपरक हुँदैन। हिजो बीपीका हरेक स्मृति, हरेक जयन्तीहरू औपचारिकतामा सीमित हुन्थ्यो। एक दिन एउटा शब्द बोलेर वर्षौं आनन्द गरी निदाउने त्यो खालको निरन्तरता। अब बीपीका चिन्तनहरू, बीपीका दिवस स्मृतिको नाममा होस् या जयन्ती होस्, अब औपचारिकतामा होइन, चिन्तनको नयाँ धारणा बनेर यो सार्वजनिक हुनुपर्दछ। र चिन्तनको त्यो नयाँ धारणालाई नेपाली कांग्रेसको नेतृत्वले केन्द्रीय कार्य समितिले बोकेर पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म, हिमाल पहाड तराई मधेस भित्रसम्म पुर्याउनुपर्छ। त्यही चिन्तनको धारा हामीहरूले बोक्नुपर्छ। म त्यो पनि निवेदन गर्न चाहन्छु। अहिलेको समयले हामीसँग एक थान भाषण मात्रै मागिराखेको छ। त्यस्तो समय पनि थियो। एक थान व्यक्तिले एउटा भाषण बोलिदिएपछि त्यो भाषणमा स्वाद मानिकन महिनौं बिताउने हामीहरू पनि हौं। आजको यो ऐतिहासिक क्षणमा आजको समयले एउटा गम्भीर र ऐतिहासिक निर्णय पनि गर भनेर भन्दै गरेको अहिलेको अवस्था हो। यसलाई फेरि दोहोऱ्याउन चाहन्छु। अहिलेको यो समयले यो कांग्रेसलाई एक ठान भाषणको निम्ति होइन, गम्भीरतापूर्वक एउटा ऐतिहासिक निर्णय पनि गर भनेर भनिरहेको यो कुरा हामीहरूले बुझ्नुपर्दछ। एउटा जीवन्त पार्टीमा वैचारिक मतभेदहरू हुन्छ, एउटा जीवन्त पार्टीमा छलफल र बहसहरू हुन्छ, वाद प्रतिवादहरू हुन्छ। तर जब विवादहरू बिस्तारै बिस्तारै आक्रोशित झ्याङमा रूपान्तरित हुँदै जान्छ नि, त्यतिखेर त्यसलाई त्यो झ्याङ्गिएको विवादहरूले पार्टीको जीवनलाई पनि समाप्त गर्दै गइरहेछ, पार्टीको गतिशीलतालाई समाप्त पार्छ, पार्टीको त्यो सोच त्यसलाई शिथिल बनाउँदै जान्छ। त्यो शिथिल पार्टीले यो गम्भीर चुनौतीको बेलामा, जहाँनिर भौगोलिक यति ठूलो संवेदनशीलताहरू देखा पर्दै गरेको बेलामा शिथिल पार्टीले त्यसलाई उन्नत निष्कर्ष पनि दिन सक्दैन। त्यसकारण आज इतिहासले हामीहरूलाई सम्झाइराखेको पनि छ। आज इतिहासले हामीहरूलाई खबरदारी पनि गरिरहेको छ। इतिहासको खबरदारी भनेको सचेत गराएको नेपाली कांग्रेसले इतिहासको त्यो खबरदारीलाई, त्यो पदचापलाई हामीहरूले महसुस गर्नुपर्दछ। त्यो खबरदारीलाई, त्यो चेतलाई,
त्यो चेतना दिएकोलाई हामीहरूले महसुस गर्नुपर्दछ। त्यसकारण आज हामीहरूले यो नवीन परिस्थितिमा नवीन सङ्कल्प गर्न र त्यो सङ्कल्प र अभियानको रूपमा देशैभरि फैलाउन मफसलमा रहेका हरेक हाम्रा संरचनामा पुर्याउनका निम्ति एउटा अठोट गर्न जरुरी छ, एउटा सङ्कल्प गर्न जरुरी छ। त्यो सङ्कल्पको सङ्घोष गर्ने